विषय हाम्रो बौद्धिमै नगरपालिकामा रहेको 17वटा सामुदायिक विद्यालयका गुणस्तरीय तथा प्रभावकारी शिक्षा व्यवस्थापन सम्बन्धमा श्रीमान नगर प्रमुखज्यू श्री बौद्धिमै नगरपालिका रौतहट श्री बौद्धिमै नगरपालिका सरमुजबा महोदय सविनय निवेदन यस प्रकार छ कि शिक्षा कुनै पनि समाज तथा राष्ट्रको विकासको मुख्य आधार हो। गुणस्तरीय तथा प्रभावकारी शिक्षा बिना सक्षम नागरिक, सभ्य समाज तथा समृद्धि राष्ट्र निर्माण सम्भव हुँदैन। तर हाम्रो नगरपालिका भित्रका धेरै विद्यालयहरूमा अझै पनि शैक्षिक गुणस्तर कमजोर हुनु, आवश्यक शैक्षिक सामग्रीको अभाव हुनु, दक्ष शिक्षकको कमी, नियमित अनुगमन नहुनु तथा विद्यार्थी मैत्री वातावरणको अभाव जस्ता समस्याहरू देखिएका छन्। यस्ता समस्याका कारण विद्यार्थीहरूको सिकाइ स्तर कमजोर बन्दै गएको छ भने अभिभावक तथा समुदायमा पनि सरकारी शिक्षाप्रति विश्वास घट्दै जाने अवस्था सृजना भइरहेको छ। विशेष गरी ग्रामीण क्षेत्रका विद्यार्थीहरू गुणस्तरीय शिक्षाबाट वञ्चित भइरहेका छन्, जसले भविष्यमा समाज र राष्ट्रको समग्र विकासमा नकारात्मक असर पार्ने निश्चित छ। त्यसैले हाम्रो नगरपालिका भित्र शिक्षा क्षेत्रलाई सुधार तथा प्रभावकारी बनाउन निम्न विषयहरूमा विशेष पहल गर्नु अत्यन्त आवश्यक देखिन्छ। 1 नम्बर, विद्यालयमा नियमित अनुगमन तथा मूल्याङ्कनको व्यवस्था गरियोस्। 2 नम्बर, दक्ष, अनुशासित तथा जिम्मेवार शिक्षक व्यवस्थापनमा विशेष ध्यान दियोस्। 3 नम्बर, विद्यालयहरूमा आधुनिक प्रविधि मैत्री शिक्षा प्रणाली लागू गरियोस्। 4, गरीब तथा विपन्न विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री तथा छात्रवृत्तिको व्यवस्था गरियोस्। 5 नम्बर, विद्यालयमा अनुशासन, नैतिक शिक्षा तथा व्यावहारिक शिक्षालाई प्राथमिकता दियोस्। 6 नम्बर, अतिरिक्त क्रियाकलाप, खेलकुद तथा प्रतिभा विकास कार्यक्रमलाई प्रभावकारी बनाइयोस्। 7 नम्बर, विद्यालयको भौतिक संरचना, शौचालय, खानेपानी तथा स्वच्छ वातावरणको उचित व्यवस्थापन गरियोस्। 8 नम्बर, शिक्षक, अभिभावक तथा समुदायबीच नियमित समन्वय र छलफलको वातावरण सृजना गरियोस्। शिक्षा क्षेत्रमा गरिएको लगानी भविष्य निर्माणको सबैभन्दा ठूलो आधार हो। आजका विद्यार्थीहरू नै भोलिको नेतृत्व शक्ति र भविष्य भएकाले उनीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु सम्पूर्ण समाज र राज्यको दायित्व हो। अत हाम्रो नगरपालिका भित्र गुणस्तरीय, व्यावहारिक तथा प्रभावकारी शिक्षा प्रणाली लागू गरी सम्पूर्ण विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणका लागि आवश्यक नीति योजना तथा कार्यान्वयन प्रक्रियालाई तत्काल प्रभावकारी रूपमा अघि बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। निवेदक बौद्धिमै नगरपालिकाको जेएनजी समूह। हस्, धन्यवाद। जय नेपाल। भक्त हूँ यो देशको, रक्त हूँ यो देशको, कहिले पछि नसर्ने म शक्ति हूँ यो देशको, कहिले पछि नसर्ने म शक्ति हूँ यो देशको, म भक्त हूँ यो देशको।